किन भन्दाखेरि नि म साँच्चै परमेश्वर जस्तै देखिनु थालेको थिएँ नि त। आमेन आमेन। अनि उहाँ जस्तो जब देखिन्छ नि कोही मान्छे, त्यो व्यक्तिको जीवनबाट चाहिँ मिराकल हुनु सुरु हुन्छ। जब कोही व्यक्ति ख्रिस्ट जस्तो देखिन थाल्छ नि, त्यो व्यक्तिको जीवनमा चाहिँ चिन्ह अनि चमत्कारको काम हुनु सुरु हुन्छ। त्यो व्यक्तिको जीवनबाट चाहिँ मिराकल हुनु सुरु हुन्छ। त्यो व्यक्तिको जीवनबाट चाहिँ आश्चर्य कामहरूले जग्गा लिन थाल्छ त्यो व्यक्तिको जीवनमा। आमेन। अनि मैले अघि भन्दै थिएँ के हो भन्दाखेरि चाहिँ नि अचम्म काम गर्ने नि मिराकल गर्नु छ भने नि तपाईँलाई, किनभने किन मैले मिराकलको कुरा गर्छु भने नि हाम्रो परमेश्वर चाहिँ आश्चर्य काम गर्नुहुने परमेश्वर हुन्छ नि त। आमेन। हाम्रो परमेश्वर चाहिँ जादु गर्ने होइन। हाम्रो बाबाले अस्ति भन्दै थियो नि परमेश्वरले हिलिङ गरेको चाहिँ कुरो टिपेर यसरी फ्याँकेको जस्तो होइन, अलिक पर जाने बित्तिकै त्यो कुरो टालिहाल्छ। संसारको मान्छेले चाहिँ त्यसरी चङ्गाई गर्छ कि 1-2 दिनको लागि मात्र चङ्गाई गरिन्छ, फेरि त्यो बाटो हिँड्यो भने त्यो रोगलाई भेटिहाल्छ। तर परमेश्वरले जो व्यक्तिलाई चङ्गाई गर्छ त्यो व्यक्ति फेरि कहिले पनि बिमार हुँदैन। आमेन। परमेश्वरले आश्चर्य कर्म जहिले गर्नुहुन्छ। परमेश्वर के हुनुहुन्छ भन्दा नि उहाँ सिद्ध हुनुहुन्छ। गड इज पर्फेक्ट भन्छ नि बाइबलले। परमेश्वर चाहिँ पर्फेक्ट हुनुहुन्छ। उहाँले जब केही कुरा गर्नुहुन्छ नि त्यो कुरालाई फेरि दोबारा करेक्सन गर्नु पर्दैन।